हेलो गुड मर्निङ सबैलाई। म सन्चै छु, आशा छ तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भनेर। आज चाहिँ हाम्रो गोरथरको चाहिँ कुलपूजा हो। त्यही भएर हामी चाहिँ सबै आज बिहान उठेर नुहाइधुवाइ गरेर अब चाहिँ म काममा के हुन्छ अब प्रसाद सरसाद हैन सबै बनाउन जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। अनि हाम्रो यो जो नयाँ हुनुहुन्छ भिडियोमा मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अनि आज जो हाम्रो यस कुल्यान पूजामा उपस्थित हुन सक्नु भएन, चेलीबेटी अथवा हाम्रो गोरथरको भाइ खलकहरू, उहाँहरू चाहिँ सबैलाई सम्झन चाहन्छु यो भिडियो मार्फत। सबैलाई कुलपितृले रक्षा गरून्। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है त। सबै यहाँ चाहिँ आइसक्नु भयो, मलाई दिन लाग्यो। के हो रे? हेलो मामा, गुड मर्निङ है सबैजनालाई। हेलो गुड मर्निङ। यहाँ चाहिँ हाम्रो सबै हजुर सबै यहाँ चाहिँ खाना बनाउन चाहिँ रेडी गर्दै हुनुहुन्छ। हाम्रो कुल्यान मन्दिर चाहिँ यहाँ उता माथि पर्छ। यहाँ अहिले हामी जान्छौँ। धाजा काट्नु पर्ने भाउ आपा आइगो नि न। हाय सिउ भने नि भखरा अरु के भन्दै रे सिउ भाइ अरु के भन्दै आमालाई पनि देखाउने हो र? देखाउनु पर्यो नि त आमाले। आमाको रोटी
गोरी पख सानो पख ल जाऊ हो त्यहाँ जिउ गरेर जाऊ चप्पल खोल कस्तो जानेको चप्पल खोल्न नि तिमीले त्यस्तै दियौ मैले त्यस्तै गरेँ त्यही भएर मैले त्यहाँ त्यस्तो उस भयो हामीलाई खेल्न ल आऊ मसँग मर्दैन के पियारटा बनाऊ दुईटा भ्लगर भयो ल जाऊ तल जाऊ रातो दबियो फेरि कता हो गोरी राख त्यहाँ राखी गर बुवा राखी गर यताबाट आउँदा के मोरथरको चेलीबेटीहरू अब प्रस्थान हुँदै हुनुहुन्छ प्रसाद लिएर ल जो जो चेलीबेटीहरू छुट्टिनु भयो उहाँहरूलाई भिडियोबाट सम्झिन चाहे होइन सबै आउनु कति राम्रो राम्रो देखेछ हो मोरको चेलीबेटीहरू खै चरी खै ड्रेस त घरमै छ छुट्टी गइसक्यो छोरी त चेलीबेटी दुईजना यता किन छुट्टिनु भयो हामी त पक्का चेलीबेटी हामी हो कुलपूजाको लागि यतिवटा बोकाहरू यहाँ छ यिनीहरूको आज बलि दिन्छ को हो यो एकको दिन नाम हो र को हो तिमी अच्छा 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 अब मलाई देखेपछि आउनै पर्छ मम्मी मम्मी मम्मीहरू मम्मीहरू त्यसबापत तुमले गर्ने एउटा स्याहार हौसलाको रूपमा त्यसको
त्यसलाई नै हामीले गरेर हाम्रो अहिले ज्येष्ठ चेलीको छोरा सुकमाया गुरुङको छोरा सोमप्रसाद गुरुङज्यूलाई पनि म यहाँ एकैछिन अगाडि आएर आसन गरेको अनुरोध गर्न चाहन्छु। हाम्रो नाति उहाँहरू हस्पिटलमा बसेर डिस्चार्ज भएर आउनु भएको छ। उहाँहरूको हौसलाको लागि हामी जति पनि उपस्थित भएका छौँ उहाँहरूको आशीर्वाद लागोस्, उहाँहरू छिटो रिकभर होस्, उहाँको स्वास्थ्य राम्रो होस् भनेर हामीले चलन अनुसार एउटा स्याहासी गर्ने चलन छ र त्यो चलनलाई नियुक्त गर्दै हामी सोचीलाई स्याहासी गरिदिनुको लागि म खाता एउटा दाइलाई मैले फेरि बोलाएँ। स्वर्गीय सोमप्रसाद गुरुङ किडनीमा ट्युमर रहेछ, त्यसको अपरेसन गरेको हुनाले हामीले त्यो छिटै सन्ध्या होस्, त्यो छिटै रिकभरी होस्, स्वास्थ्य होस् भनेर हामी एउटा हौसलाको रूपमा हामीले सत्य अनुसार स्याहासी ऊ त बसे ठिक छ यो उहाँलाई पनि उसको सन्ध्या होस् भन्ने कामना सहित भाउजू आमाहरू अलि ल नातिलाई स्याहाई गरिदिनुहोस्। ल मेरो नाति छ अब यस्तो नहुने यहाँ बस है अगाडि जाने होइन भाइ यहाँ बसेर हेर्नु सुन्यो ल चेलीबेटीहरूको तर्फबाट पनि यो अवसर चाहिँ जुर्यो। आमा चाहिँ पहिला बिमारी हुनुभएको प्रायः सुन्नुभयो होला। अहिले स्वास्थ्य धेरै राम्रो छ आमाको। म पनि अपरेसन गरेको मुहूर्त यहाँहरूलाई मेरो साइनअनुसार ढोक र नमस्कार छ र जुन आज यहाँहरूले मेरो लागि एउटा सम्मान अथवा यहाँहरूले चाहिँ यो मलाई रूप लगाइदिनु भयो र सबैलाई धन्यवाद भन्ने मेरो हाम्रो मामा आज गोरथरको पुजारी नमस्ते गरिदिनु हाई गरिदिनु
मैले चाहिँ पढ्ने एउटा तपाईँलाई नचाहे कि एउटा चेयर लिएर यसलाई पनि कस्तो चिन्ने नौ हाम्रो The next day. भिडियो गरेको कि के भन्छ रोटी खिच्छ मलाई नि खिच्छ अनि मलाई चिनेको हो यो त काम गर्ने हो कि तिम्रो पत्रकार बन्ने हो फटाफट काम गर्ने बेला थाली लिएर जान पर्यो यो पछाडि के हुन्छ होइन यो हाजिर 7 ग्लास
गोरो मान्छे रातो रातो हामी कालो आज हेर्नु त एउटा आज के भयो आज म पनि खाउनु त बाबिजा जोर म आऊ ल भकन हाल्नु गरे गरे त अरे खाने ह ओ हैन के यो त नानी पापा कति खान्छ कोक खाने हो स्प्राइट खाने हो मजा
आशा पनि